हेलो गाइज वेलकम ब्याक टु एजुकेसनल लर्निङ विथ एसपी ब्लग। आज चाहिँ हामीले सिभिल इन्जिनियरिङ अधिकृत स्तरको 7औं तहको लोकसेवा आयोग बागमती प्रदेशको चाहिँ लोकसेवा आयोगको क्वेसन लिएर आएका छौँ। सो अब सिधै ढिला नगरी क्वेसनतिर लागौँ है त। During the occurrence of the earthquake, the most damaging effect occurs the structure by यो भनेको के छ भन्दाखेरि जब अर्थक्वेक आउँछ त्यतिखेर चाहिँ सबैभन्दा ड्यामेजिङ फ्याक्टर चाहिँ कुन हो त? जस्तै अब हामीलाई एन्सर दिएको छ प्राइमरी वेभ, सेकेन्डरी वेभ, आफ्टर सकिङ वेभ, अल अफ द अब। यसको करेक्ट एन्सर भनेको चाहिँ आफ्टर सकिङ वेभ। जस्तो यताबाट पनि जस्तो जुनसुकैबाट वेभबाट आउँदाखेरि चाहिँ आफ्टर सकिङ वेभ आयो भने चाहिँ सबैभन्दा बढी ड्यामेज हुन्छ नि त, त्यही भन्न खोजेको छ। अनि सेकेन्ड क्वेसन छ 2 नम्बर क्वेसन, विच अफ द बिल्डिङ कोड युज फर द नेपाल टु एनालाइज अर्थक्वेक फोर्सेस। हाम्रो फेरि अर्थक्वेककै क्वेसन सोधेको दोस्रो। अर्थक्वेक भनेको हामी सबैलाई थाहा छँदैछ NBC 105 हो। लेट्स मुभ द अनदर। As per the Local Level Government Operation Act 2074, once building construction permission is given, जस्तै हाम्रो चाहिँ 2074 सालको अनुसार बिल्डिङ कन्स्ट्रक्सन गर्दा कस्तो चाहिँ हामीले कोसँग पर्मिसन लिनुपर्छ भन्ने कुरा सोधेको छ है। जसमा चाहिँ हाम्रो चाहिँ के छ भन्दाखेरि ओनर क्यान बिल्ड हिज हाउस विथआउट एनी टाइम। अब ओनरले आफ्नो घर जतिखेर पनि जुन टाइममा पनि बनाउन सक्छ। ओनर सुड बी बिल्ड हिज हाउस विथआउट एनी टाइम बाउन्ड्स। उसले चाहिँ कुनै टाइम बाउन्ड्स यति 1 महिनामा बनाउँछु भनेर कुनै पनि जेसुकै गरेर पनि बनाउन सक्छ। निड नट टु पे एनी एडिसनल फी। यसको एन्सर अल अफ द अब। उसले जतिखेर ऊ ओनर हो, ओनरलाई जतिखेर घर बनाउन मन लाग्छ त्यतिखेर घर बनाउन सक्छ। अनि जति टाइम बाउन्ड्समा बनाउन मन लाग्छ त्यति टाइम बाउन्ड्समै सक्छ। र यसको लागि चाहिँ हामीले आफ्नो घर बिल्डिङ बनाउनको लागि चाहिँ नो निड टु पे एनी एडिसनल फी भनेको छ है। अरू फीहरू हामीले तिर्नु पर्दैन। यसको सही एन्सर अल अफ दि एबोभ छ है त, ए एन्सर भइहाल्यो। अर्को एन्सर रहेको छ क्वेसन नम्बर 4। क्वेसन नम्बर 4 मा हामीले देख्न सक्छौँ इन अ वर्क ड्रइङ विच टाइप अफ डाइमेन्सनल इज युज। इन वर्किङ ड्रइङ विच टाइप अफ डाइमेन्सन युज भनेको हामीले जुन सिभिल इन्जिनियरिङमा वर्किङ गर्ने ड्रइङ हुन्छ त्यो चाहिँ कुन डाइमेन्सनमा युज गर्छौँ हामीले भनेको छ होइन। यसको सही एन्सर चाहिँ सेन्टर टु सेन्टर लाइन है त। सेन्टर टु सेन्टर लाइनमा जहिले पनि ड्र गर्दाखेरि सेन्टर टु सेन्टर लाइन हेरेर डाइमेन्सनहरू मेजर गरिन्छ। Among the project alternative, the most valuable project in section with के हो त? Among the project alternatives, the most valuable project in selection valid भनेको IRR लेस देन मार्केटिङ इन्ट्रेस्ट रेट भन्ने छ यसको एन्सर होइन। अब अर्को क्वेसनतिर मुभ हौँ हामी। टु क्यारी आउट अफ द एस्टिमेसन फर अ वर्क द फलोइङ डाटा आर नेसेसरी फर ड्रइङ भनेको छ ड्रइङ सेपरेसन। जस्तै एस्टिमेसनको काम भइरहेछ जसमा चाहिँ एउटा डाटा चाहिँ छुटाउनु हुँदैन, जुन ड्रइङको डाटामा चाहिँ छुटाउनु हुँदैन। त्यो चिज के हो? मेटेरियल हो कि लेबर्स हो कि ट्रान्सपोर्टेसन हो कि रेट हो त? यसको सही एन्सर भनेको रेट।
जहिले पनि estimation for the work following the data is necessary. सधैँ हामीले ड्रइङमा चाहिँ हामीले स्पेसल्ली चाहिँ हामीले रेट चाहिँ मेन्सन गरेको हुनुपर्छ. Regarding the procurement of the construction work, which one is not true? Direct procrastination, selected quotation, tradition, none of above. यसको सही आन्सर भनेको चाहिँ नन अफ अब यो भनेको एकदम लास्ट ट्रिकी क्वेसन छ है त. क्वेसन नम्बर 8. क्वेसन नम्बर 8 एकदम सिम्पल अझ ट्रिकी. प्रब्लम द फिगर्स है. प्रब्लम द फिगर्स एन्सर प्रब्लम फिगर एन्सर फिगर्स. अब विच फिगर्स कम्प्लिट द फिगर सिरिज भन्दाखेरि एक चाहिँ हाम्रो एक नम्बरको चाहिँ हाम्रो ठिक छ है त. अब हामी सेकेन्डमा आइसकेका छौँ. चुज द अल्टरनेटिभ विच मस्ट क्लोजली रिजेम्बल द मियर इमेज अफ गिभन कम्बिनेसन भनेको छ. अब यहाँ एउटा वर्ड दिएको छ जसमा चाहिँ हामीले के भनेको छ क्वेसनमा भन्दाखेरि यहाँ एउटा शब्द दिएको छ. यो शब्दलाई चाहिँ मिररमा उल्टाएर हेर्दा कस्तो हुन्छ. अब ठ्याक्क कसरी हेर्नु पर्यो भने उल्टाएर हेर्नु पर्यो. जस्तै BRISK छ. अब यसको के हुन्छ KSIRB हुन्छ नि त होइन. किनकि के यता फर्कै हुन्छ. त्यसै भएर अप्सन नम्बर 1 इज करेक्ट. अनि अब विच अफ द फलोइङ इज लार्ज मेट्रोपोलिसिटी अफ नेपाल टर्म अफ द एरिया. यो त सबैलाई थाहा भएको कुरा, एकदम इजी नै क्वेसन हो यिनीहरू त होइन. हाम्रो चाहिँ मेट्रोपोलिटिक सिटी भनेको लार्जेस्ट मेट्रोपोलिटिक सिटी भनेको उपमहानगरपालिका चाहिँ सबैभन्दा ठुलो चाहिँ लार्जेस्ट एरिया भएको कुन हो. विच अफ द फलोइङ इज लार्जेस्ट मेट्रोपोलिटिक सिटी अफ नेपाल इन टर्म्स अफ एरिया. भक्तपुर हो है त गाइज. माउन्ट एभरेस्ट द माउन्ट एभरेस्ट. अब अर्को क्वेसनमा मुभौँ हामी. द माउन्ट एभरेस्ट द हाइएस्ट पिक इन द वर्ल्ड इज द माउन्ट एभरेस्ट द हाइएस्ट पिक इन द वर्ल्ड इज इन द नेपाल. इन which country does the second highest पिक लाइन भनेको माउन्ट एभरेस्ट नेपालको सबैभन्दा ठुलो ठाउँ हो भने सेकेन्ड चाहिँ हाइएस्ट कहाँ छ त भन्दा पिक लाइन छ भने चाहिँ कुन देशमा छ भन्दाखेरि इन्डियामा छ है त. अब क्वेसन नम्बर 12मा जाउँ हामी. When do the large number of parliaments rather than the Gosaikunda in रसुवा डिस्ट्रिक्ट. हाम्रो चाहिँ गोसाइकुण्ड रसुवाको चाहिँ के को लागि फेमस छ भन्ने क्वेसन हो होइन. लार्ज नम्बर अफ भनेको लार्ज नम्बर धेरै मान्छेहरूको भिडभाड हुने चाहिँ होइन गोसाइकुण्डमा कुन टाइममा हो. दसैँमा हो कि शिवरात्रिमा हो कि महासङ्कटामा हो कि अब हाम्रो चाहिँ जनाइपुरियामा. यसको बेस्ट एन्सर भनेको जनाइपुरिया. हाउ मेनी ओल्ड हेरिटेज सिटी दे आर इन नेपाल. कतिवटा चाहिँ हाउ मेनी ओल्ड हेरिटेज साइट इन देयर इन नेपाल. यसको चाहिँ भनेको पहिला चाहिँ 8वटा थियो होइन. अहिले चाहिँ 10वटा भइसकेको छ क्या. पहिला हामी सानै बच्चा हुँदाखेरि पढेको चाहिँ 8वटा हो होइन. त्यही भएर 8 एन्सर कन्फ्युजन भएको होला होइन. इट्स ओके बट कन्फ्युज नहुनु. अहिले 10 भइसकेको छ है त. यसको एन्सर भनेको 10. अब हामी नेक्स्ट क्वेसनतिर मुभ हुँदैछौँ. अब हामी चाहिँ अब 1 2 20 क्वेसन मात्र गर्छौँ अहिले चाहिँ.
How many suitable development goals have been set out by the United Nations Suitable Development Summit भनेको सस्टेनेबल गोल्स कतिवटा छन् त भन्ने कुरा आयो। यो कुरा चाहिँ 17वटा गोल्सहरू छन्, सधैँ याद गर्नुपर्ने कुरा है त यो चाहिँ। Which of the following management tools is used to bridge to gap between their fame in now and where it's want to reach? Just which of the following management tools is used to bridge the gap between the where of the film is now and where it was is reached भनेको जस्तै यसको सही आन्सर चाहिँ प्लानिङ हुन्छ है। अब एज पर द अब क्वेसन नम्बर 16 मा एज पर द प्रोभिजन अफ प्रेसिडेन्ट कन्स्ट्रक्सन अफ नेपाल when the freedom's budget can be budget of the Nepal is president of the parliament नेपाल इज प्रेसिडेन्ट अन पार्लियामेन्ट भनेको कहिलेसम्म चाहिँ हामीले कर तिर्नुपर्छ एज पर द प्रोभिजन एज द present constitution of Nepal when the feeders budget of the Nepal present in parliament भनेको हाम्रो एक वर्षभरि कमाइ भएको कुरा कहिले चाहिँ हामीले एउटा जस्तै सरकारी कार्यालयमा एक वर्षसम्म भएको को चाहिँ इन्कम भनौँ न एक वर्षसम्म भएको इन्कम इन्कम माइनस एक्सपान्सेस इक्वल्स टु प्रफिट भनौँ न सबै कुराहरू चाहिँ यति प्रफिट भयो यति खर्च भयो यति इन्कम भयो भनेर टोटल्ली हाम्रो चाहिँ दिने भनेको चाहिँ केमा हो भन्दाखेरि असोज 15 असोज असार 15मा सरी है असोज होइन असार 15 भित्र चाहिँ हामीले त्यो डाटा बुझाउनुपर्छ। जस्तै मेरो एउटा के छ भन्दाखेरि एउटा हाम्रो चाहिँ म्युनिसिपालिटी छ होइन गाउँपालिका छ जसमा चाहिँ हामीले के गरौँ भन्दाखेरि चाहिँ गाउँपालिकामा कति पैसा खर्च हुन्छ कति पैसा इन्कम भयो यी कुराहरू सबै जान्नको लागि कति भयो भन्ने कुरा असार 15मा राज्यलाई बुझाउनु पर्ने हुन्छ। अब क्वेसन नम्बर 17 तिर बढौँ। Which of the following indicated is are used the Human Development Index (HID)? Which of the following indicated are used for the Human Development Index? Life expansion, per capita income, educational entertainment. अब मान्छेलाई चाहिने चाहिँ मान्छेलाई डेभलपमेन्ट गर्ने चिजहरू चाहिँ के हुन् भनेको छ। अब लाइफ एक्सपेन्सन पनि चाहिहाल्यो पर क्यापिटा इन्कम पनि चाहिहाल्यो पैसा पनि चाहिहाल्यो एजुकेसन पनि चाहिहाल्यो इन्टरटेनमेन्ट पनि चाहिहाल्यो त्यसैले यसको एन्सर अल अफ दि अबोभ। अब क्वेसन नम्बर 18 मा छ हाम्रो ही सेड पी मा छ हियर इज द क्याट क्यू मा छ थ्रोट आउट द नाइट आर मा छ व्हिच हार्ड बिन प्लेइङ ह्याभन्स विथ थिङ्स अनि हाम्रो एसमा छ द्याट एड्स द ऱ्याट पिएसआरक्यू हुन्छ यसको चाहिँ पहिला चाहिँ हाम्रो पी हुन्छ हियर इज हाम्रो चाहिँ के हुन्छ यसको भन्दाखेरि हियर इज द ऱ्याट द्याट एट द ऱ्याट द्याट अट द ऱ्याट which had been playing havoc with things throughout the nights भन्ने हुन्छ है त। ल अब एकदम सजिलो हाम्रो चाहिँ बचपनमा सोध्ने क्वेसन टाइपको क्वेसन आइसकेको छ होइन। सो गाइज यहाँ हेरौँ है त। अब हामीले चाहिँ अब 19 नम्बर क्वेसन हेर्छौँ। 19 नम्बर क्वेसनमा चाहिँ के छ if the side of the square is increased by the 25%, then its area is increases by भनेको
एउटा चाहिँ स्क्वायर छ जसमा चाहिँ स्क्वायर चाहिँ 25%ले साइज बढ्छ भने त्यसको एरिया बढ्छ भने त्यसको एरिया कतिले इन्क्रिज हुन्छ? त्यसको सही आन्सर भनेको 50ले, होइन? त्यसको चाहिँ एरिया 25%ले बढ्छ भने त्यसको कति एरिया चाहिँ इन्क्रिज हुन्छ होइन त भन्दाखेरि 50%। ल हाम्रो चाहिँ आजको लास्ट क्वेसन, क्वेसन नम्बर 20। यो चाहिँ हामीले एकदम इजी 9 क्लासमा म्याथमेटिक्समा पढ्ने क्वेसन हो यो चाहिँ। यो चाहिँ एकदम इजी छ। तपाईँहरूले एन्सर पनि थाहा पाइसक्नुभयो होला यसको। म क्वेसन पढ्न जाँदैछु है त। लास्ट इजी क्वेसन छ यतिको त, बच्चाहरूले पनि मिलाइदिन्छ 20 नम्बर क्वेसन त। इफ 12 म्यान क्यान डु अ वर्क इन 4 days, 12जना मान्छेले 4 दिनमा काम गर्छ अरे। इन हाउ मेनी डेज क्यान 8 म्यान कम्प्लिट द वर्क, 12जना मान्छेले 4 दिनमा काम सक्छ। अनि कतिजना कति दिनमा चाहिँ 8जना मान्छेले काम कम्प्लिट गर्न सक्छ? यो त सोझै लजिकल माइन्डले सोच्दैखेरि 12जना मान्छेले 4 दिनमा काम सक्छ भने 8जना मान्छेले कति दिनमा काम सक्ला भन्दा अब 4 दिन त अप्सन हुनै भएन, 8जना मान्छेले 8 दिन लाउने अप्सनै भएन। अनि अब 12 डेज लाउने कुरा हुँदै भएन। यसको सही एन्सर लजिकल्ली हेर्दाखेरि 6 डेज। मैले माथि देखाएको हुन्छ 12जनाले गर्ने काम यति, 1जनाले गर्ने काम यति।